च्यानल फेरि पनि तपाईहरुलाई केटी ब्लगमा स्वागत गर्दैछु है। सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। र फेरि आज चाहिँ म कालिम्पोङ जाँदैछु साथीलाई भेट्नु हो, किनभने इस्टरको छुट्टीमा त अब कहीँ न कहीँ जानु पर्यो होला नि हैन। सो यो ब्युटी प्लस लगाएर त साह्रै राम्रो देख्छौ। खासमा चाहिँ यस्तो छुइनै म, तर मा भएन चल्छ अलिअलि त हो। क्यामेरामा त राम्रै हुनु पर्यो नि हैन। अनि चाहिँ गाइस अब चाहिँ म यस्तो यस्तो भए त राम्रो हुन्थ्यो हो। सो आज तपाईहरुलाई देखाउँदै जान्छु म कहाँ जान्छु है। सो स्टे ट्युन्ड। हाई गाइस, च्यानल टु आवर वेलकम हैन। हामी चाहिँ जस्ट वकबाट आएको हैन। अन्त यहाँ चाहिँ रेडी भएर शी इज गोइङ समवेयर, आई डोन्ट नो वेयर हैन। शी हेज नेक्स्ट लेभल प्लान। हामी चाहिँ अबले यस्तो छुट्टी भएपछि घुम्न जान्छ। हामी चाहिँ यता बस्तीतिर आएर बस्छौँ हैन। बस्ती यहीबाट गएको मान्छे अहिले बजार गएर चाहिँ बस्ती भयो। अनि दिस इज बस्ती, This is Khaman. This is Khaman, and we are here to spend our Easter holidays. But she's going. Janu. I'm your sister, no, whatever I do. Oh, what is my sister? No, she's a mother. Mother. But I'm taller than you. No. Here I got puppy. जानु पर्यो नि, कति नानीहरु मात्रै डुल्छ, आमाहरु पनि डुल्नु पर्यो नि हैन गाइस। हमको भी तो घूमना है। अभी छुट्टी मिला है, छुट्टी में अब कोई नहीं रहेगा हैन। छुट्टी में हमारा घूमना नहीं होता। अहिले मेरो थार आउँदैछ, यहाँ बाटोमै आउँछु मलाई लिनु। हेर्नुस् न तपाईहरु पनि अहिले थार। त्यो चाहिँ एयर कन्डिसनर वाला थार हो हैन। पेस्ट छ, मनसँगको चाहिँ पेस्ट हो। That's no problem. Relax भएर जानुपर्छ हामीले, त्यही प्रब्लमै हुँदैन। How I am looking? Nice or no? Yes. Nice. आजको मेरो ड्रेस चाहिँ यस्तो छ नि। त्यहाँबाट राम्रो देखेको फिगर 360 घुम्नु। नो फिगर। I don't have any figure. अनि यो चाहिँ म खै फ्रन्टमा बस्नेको त नाकै हराउँछ। लामो भयो यो बेसी। गाइस म चाहिँ यहाँ भर्खर होम्समा झरेर हो अब घरपट्टि जाँदैछु। घरमा गएर चाहिँ दिदी र म चाहिँ त्यहाँबाट साथीकोमा जाने हो। यो चाहिँ हो होम्स, डाक्टर ग्राम्स होम्स एरिया। हेर्नुहोस् म तपाईँलाई देखाउँछु। जाडो रहेछ, धन्य एउटा ज्याकेट लगाएर चाहिँ आएको थिएर चाहिँ राम्रो भयो। पुरा चिसो पानी परेर चिसो भाइ चिसो। जंगल के रास्ते में हम अकेले जा रहे गाइस। देखिए सुंदर नजारा, पीछे का आगे का। तर बाटो चाहिँ यस्तो छ है। अब पुग्न आँटे म गाइस। यहाँ चाहिँ तर पुरा रुख लड्छ हौ। पानी पर्यो भने चाहिँ यो चाहिँ लास्ट इयरै लडेको हो। यो पनि लास्ट इयर हो, लास्ट इयरै होला यो लडेको पनि। देख्नुहुँदैछ तल होस्टेल छ हो होम्सको। यहाँनिर पुरा रुख लड्ने डर हुन्छ पानी पर्दा चाहिँ। रुखहरू पुरा बेसी भएको कारणले होला। बाइकले मात्रै कहाँ नि, स्कुटी झरीले पनि अन्त पिकअपलाई फलो गरिदिने काम गर्छ। गाइस घर आइपुगेँ म। कौन है घर में? कौन है? जोगिया रहेछ भन्नु त। आमालाई जोगिया रहेछ भन्ने झोला हेर चामल लानु। गड ब्लेस। यहाँ चाहिँ मेरो छोरा हो, सानो छोरा, ह्यान्डसम बोय। अन्त हिजो भएर कहाँ जाने? तिमी जाँदैन आज? बर्थडे कस्तो भयो अस्ति? त्यहाँ जानु भयो क्या? तिमी जाएन त अन्त घरमा म आइज पनि। म 8 बजे म पानी खायो। गाइस म चाहिँ अब यहाँनिर मेरो हाम्रो ह्यान्डसम बोयलाई चाहिँ चिया पकाउन सिकाउँदैछु।
चलो लो रेडी करो भाडा कालो होइन है त्यही त भनेको त्यो के कालो भन्छु आफै फेरि एक्सपेरिमेन्ट गरेर भन्छु लो ग्यासवाला अब अब त्यसमा तिमीले हाल्नु पर्यो के हाल्नु पर्यो चायपत्ती हालो ज्यादा मत हाल्न एक चम्मच छैन नो स्पुन चाहिँ हालो हालो अलिकति अझै हाल पातलो हुन्छ फेरि हेर कतिको आउँछ फेरि यसको कलर अहिले अब यसमा कलर हेरेर चाहिँ तिमीले हेर्नुपर्छ चिनी डालो अन्दाज गर 1 चम्मच अझै हाल्नुपर्छ नि अलिकति डाल अब त्यो यो कलर कतिको हुन्छ अकर्डिङ टु कलर चाहिँ चियापत्ती थप्नु पर्यो भने थप्नु पर्यो पानी हुन्छ चिया अब हेरेर कतिजनालाई चिया हो अन्त त्यही अनुसार हेरेर बनाउँछ आज You are making tea first time? This is your first experience? Yes. Now you will learn. It sounds भर्रै हाले क्या उ see, let's see. Oh, nice. दामी बनायो त अन्त you did it. Now how is your experience now? Did you learn now? Yes. Wow, nice. Thank you. हाम्रो छोराले बनाइ छोडे चिया अन्त दामी बनायो त अन्त थ्याङ्क यू गाइस बजार आइपुग्यो हो यहाँ बहिनीले चाहिँ बाटो चिन्दैन छ अब स्ट्यान्डमा चाहिँ उसलाई पुऱ्याइराख्नु पऱ्यो घर गएको अरे ऊ चाहिँ हो अनि उसलाई चाहिँ हामीले पुऱ्याइराख्ने स्ट्यान्डको उयो सोधिदिउँ न है यही स्ट्यान्ड पूछना पड़ेगा ना वहाँ पे जाके सिलगढी मिठाई त कम लाग्दो रहेछ त हौ है कम लाग्दो छ त घाउ भइरहेछ चाहिँ फ्रेस डोनट पाउँदो रहेछ है हाट बजारको छेउमा फ्रेस डोनट यो हाट बजारदेखि अलिक यता आउने रोडमा चाहिँ पाउँदो रहेछ गाइस हामी आइपुग्यो बल्ल जाममा फसेर बजारबाट यहाँ आउनु पनि यो चाहिँ मेरो साथीको घर अब आइपुग्यो फेरि अहिले भ्लग बनाउनु थालेछ भन्छ होला यसकोमा कुकुर पो रहेछ हौ ओए प्रतिमा कुकुरले भोक्नु थाल्यो हामीलाई यस्तो बेलामा म सक्दिनँ उयो लाउनु इन्जेक्सन आइपुग्यो हो खबर त एउटै रहेछ त अन्त भेट भयो हामी ओए साथी पो त मालिकनीको साथी हो ल हुँदैन ल राम्रो भइदियो त माया गर्नुपर्छ ल
यस्तो यसला अब यसको फुलहरू हेरेर जान्छु के गर्दै थिइस् गइहाल्छस् के गइहाल्छु निकै भएछ तँ जेरिनियमहरू पनि पुरा भएछ तँ यसलाई ओ यो क्या मजाक भएछ यो हेर्न यो के अरे यसको नाम त छ्या बगानबेली मजाले बनेछ जस्तो अहिले खिच्नु पर्यो चिटिक्कै छ त हौ अन्त हेलो यो चाहिँ हो मेरो साथीको घर चिटिक्कै बनाएर राख्छ यसले पनि घर चाहिँ पेन्टिङ क्या दामी लगाएछ त प्रतु यो पेन्टिङ त अस्ति थिएन है यो मजाको रहेछ त यस हेर्नुहोस् दामी स्याहार्छ यसले घर चाहिँ ल्याइदिएको तँलाई बिमार थिइस् भनेर ल अन्त त घटेर केही छैन यो दामी लाग्छ यो पोर्सन चाहिँ यसको जोहरू चाहिँ लुती कि उनीहरूकै भुँडी लाग्यो अरे हो हाम्रो चाहिँ के भन्नु सुडी उनीहरू चाहिँ लुती भएर भुँडी लाग्यो अरे कि अब मेरो चाहिँ देखिस् भने चाहिँ अब कस्तो दामी बार हो हाम्रो त बक्सा त झन् हाम्रो बार देखिस् भने के सोच्छ खाली होस् कि जसको तर पनि त अब भरिमा त झन् दामी देख्छ नि त बार त रहेछ भन्ने हुन्छ नि त होइन हाम्रोमा देखिस् भने त बियो सुनेछ जस्तो झन् त कति बातमा अब यसको किचन पनि दामी छ यस्तो यस्तो लगाएर मनपर्छ मलाई घर त्यहाँ आएको छैन नि ठुलो घर पनि मन पर्दैन नगर्नु यहाँदेखि ल्याएर त्यहीँ गरे हाम्रो माइज न त बै सफा आउनु सब खाएको है पाउनु जाने त राम्रो नि भेट्नु मिठो लाग्यो त्यही त सोधेको तँलाई ब्ल्याक टी खाएको होला होइन कता बाजे त अनार भएको हौ चन म त्यो एउटा दिएन फेरि अर्को त बाजे हो के भयो कस्तो बाजे जस्तो बुढो बाजे हुन्छ नि हेर्नु त्यहाँ खुट्टाहरू पनि छोटो है र छुच्चा छ तिमी लु अब चाहिँ साथीले दामी बनाइदिएछ सादा पनि अरे हेर्नु यहाँनिर मासु दाल पकौडा पापड अन्त यो के को साग अरे है दामी लु गाइस अब चाहिँ हामी खाना आँटेकै बिस्तारै खानुहोस् ल राम्रोसँग खाला के हो त अन्त लु अब हामी खाना आँटेको ल गाइस अब चाहिँ हामी जानु आँटेको हो र एक चक्कर चाहिँ मेरो साथीको फुलहरू हेरिदिनु पर्यो गार्डन हेर्नु पर्यो यसले मलाई फुल पनि दिन्छ अब मजाले गरेछस् है आफै गरेको तैँले यसको फुल चाहिँ तर हेभी साइज दिन्छ यसले कलर रहेछ त है यो रेड हो अर्को रोज भेराइटी छ के दिन्छस् कुन चाहिँ फुल दिन्छस् अरे न यो रेड छ वाइट छैन यो चाहिँ साह्रो मन पर्यो यसको बगानबेली चाहिँ ओ यसको नि डिफ्रेन्ट कलर लिएर न अन्त यसको डिफ्रेन्ट कलरमा व्हाइट छ येलो छ येलो छ नि दिनु यसको फुलहरू चाहिँ प्लान्टहरू फुल स्याहार्नेहरूले चाहिँ तर थाहा पाइहाल्छ कुन चाहिँ फुल है कति बेला हुन्छ हामी त अब
बलौटे माटो हुन्छ नि जान्छौ बलौटे माटोमा चाहिँ अलिक बलुवा पनि जेरिनियम पनि यो पनि डिफ्रेन्ट कलर हो जेरिनियम यो डिफ्रेन्ट हो जेरिनियम मजाको मैले पनि प्लान्ट प्लान्ट के दामी मलाई पनि राख्दिउँ ल औ लान्छस् त जेरिनियम ले न अन्त रातो छ अर्को कलर कुन चाहिँ छ रातो रातो छैन होला हौ त्यो दिन सर्छ अहिले होइन पानी पर्दैछ नि यसको गार्डन फुल स्याहार्ने मान्छेहरूले है जहाँ फेरि देख्नु हुँदैन फुल यहाँ उयो पनि रहेछ पटमा चाहिँ यो चाहिँ कुन चाहिँ हो है जेरिने यो त होइन नि जेरिनेम होइन ए अँ रहेछ हेर परेको अन्त त्यो लालुपातेलाई यसरी नै निकाल्नुपर्छ हो त्यो निकालेर त्यहाँदेखिको तिम्रो हे उसको उयो क्या दामी रहेछ यो त्यहाँदेखि चाहिँ त्यसलाई रुटेक्स लाएर चाहिँ रोप्नुपर्छ उ त्यसरी हो गाइस चाहिँ हो मेरो साथीको गार्डन हो फुल रोप्नेहरूको त जता घुमे पनि फुलै फुल देख्छ हामी त नट इन्ट्रेस्टेड रोप्नु पनि जान्दैन रोप्यो भने त भएको फुल पनि मर्नु मात्रै हो यतिसम्म उयो गर न यो आख्लासम्म उयो गर यसलाई चाहिँ हो त्यसपछि तिमीले यति गर न भइहाल्छ किनभने यहाँ आख्ला छ यसलाई चाहिँ यतिकै रोप्छौ होइन यसमा छैन तेरो उयो अहिले रोप्दैछु मैले 2-3 दिन यो बगानबेलीको अर्को कलर छैन बगानबेलीमा त यो काट्नुपर्छ तेरो अलिक पछि आइज यो चाहिँ तैँले किनेर ल्याएको होला हो यो प्लान्ट हेर त विच प्लान्ट यो त हो नि यो त भर्खर मैले पुरा डुप्लिकेट ल्याएर मेरो डुप्लिकेट छ नि त डुप्लिकेट चाहिँ अरूकै छ सेम छ अस्ति किनेर ल्याएको चाहिँ यो अर्को तैँले अघि यो येल्लो र उयो देखाइस् नि यसमा छैन यसमा यो अर्कै हो यो भर्खर आउँदैछ आकाशको पानी उयो येल्लो छैन तेरोमा येल्लोको तैँले अरू ल्याएको छैन यसलाई रोप्दा चाहिँ नि सेम मेथड हो भर्खर यहाँ त के गर्नु भन्नु अन्त उयो लगा न एलोभेरा काटेर यसको चाहिँ काट्नु पर्दैन यसको यस्तै छ नि त होइन एलोभेरा लगा हो त्यहाँदेखि 10-15 दिन चाहिँ सेडमा राख बेसी पानी नहाल न आज चाहिँ हालिदियो होइन त्यहाँदेखि हप्ता दिन 10 दिन नहाल पानी सुक्खा भएको छ भने चाहिँ हालिदियो ल मजाले बनाएछौ है यो कस्तो राम्रो देखेको यो त मैले डिकी भाउजूहरूको पनि उयसमा चाहिँ उनामा लुकाएर रोपिरहेको छ र बस्नु पर्दैन सँगसँगै हिँड्छ त ऊ पनि जा बाई बाई हामी यहाँ म यहाँनिर के अरे ल भोलि पछि भेटौँ